हेलो सबैलाई मेरो नमस्कार। म सबैलाई शिव। यो आज मेरो खेतमा शनिबारको दिन दोधर लगाउँदैछ। म हजुरलाई केही आफ्नो खेत कसरी बिराउँदैछ भन्ने हजुरलाई यहाँ देखाउन चाहन्छु। र यो मेरो खेत बिराउँदैछ, यहाँ हेर्न सक्नुहुन्छ। यो म हो र यो मेरो खेतमा दोधर बिराउँदै रहेको छ। यहाँ खेतलाई समूह बनाएको भनौँ, यहाँ दुईटा गरा थिए, त्यसलाई एउटा बनाएको हेर्न सक्नुहुन्छ। स्पष्ट दोधर लागिरहेको छ। त्यहाँ बसिरहेको मेरो दाइ र हजुरबा, र यहाँ बसिरहेको वडा नम्बर 8 का अध्यक्षज्यू दिनेश अर्यालजी। गरा के भनौँ, अहिले त गइरहेको छ। मलाई अहिले हेर्दाखेरि बिग्रेको जस्तो छ। यहाँ बाटो समस्या गरिरहेको छ, बाटो समस्या गरेछ। के भन्ने, यसलाई मिलाउनै पर्ने छ। बाबाले गरेर गएको काम अब अधुरो छ। हेर्न सक्नुहुन्छ। अब किनभने म हजुरलाई के भने, यो मेरो पहिलो भएर त्यति स्पष्ट बोल्न आउन्न, त्यो पनि म कोसिस गरिरहेको छु। यो भन्दा राम्रो कन्टेन्ट र के गरिरहेको हजुरहरूलाई सिप देखाएको भनेको गरा कसरी बिराउँदैछन् भनेर। मान्छे धेरै सुनेको छन् दोधरले गरा बिराउने यसरी। दोधर लाएर ठ्याक्क दोधरले गरालाई ठ्याक्क सम्म गराउँछ। माटो यताउति खाल्टामा पुर्छ। देख्नु भएको छ। के नि, यो पनि झन्झट काम हो। शनिबार दिन छुट्टीमा, अब कलेज पनि म छुट्टी मनाउनु सारा खेतार घाममा बसिरहेको छ। जाडोमा त अलिक ठिकै हुँदैछ। गर्मी भए त भन्नै नसकिने, गर्मी भए त यहाँ बस्नै सकिन्थेन। जाडो भएर अलि आएको घर बस्दा नि। त्यही त हजुरहरूलाई एउटा राम्रो भिडियो के भनौँ, कन्टेन्ट गाउँले त्यति। यो रामपुर हो, रामपुरलाई फेरि डाँडा काँडाले घेरेको छ। यता रामपुर, यता बुटोलतिर, यतातिर सेङ्जा। यो देखेको सेङ्जा, यो डाँडा काँडा देखेको सेङ्जा। कस्तो भन्नुहुन्छ हजुरलाई? यो भिडियो कमेन्ट, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। यो भिडियो अनुसार म अझै राम्रो कन्टेन्ट पनि ल्याउने छु।